आमालाई भेट्न सक्दिनँ। मेरो यो कविताको अक्षरमा मेरो आमालाई सम्झन्छु र तपाईँ सबै आमाहरूप्रति समर्पित गर्छु। लामो छ यो, केही पढ्छु अनि लय पुरानै लयमै पढ्छु, अनि मन परेन भने चाहिँ यस्तो कसैले हात उठाउनु हो भने म छोडिहाल्छु। पढौँ? हुन्छ, लय हालेरै पढौँ है। सङ्लो प्यार पिएर प्रेम रसमा, सङ्लो प्यार पिएर प्रेम रसमा, आमा कलाकार हौ सारा सृष्टि प्रपञ्च यो जगतकी आधार हौ धार हौ, भक्छौ स्नेह बनेर रक्त धमनी, सरलक्क धारा ममा औँसीमा पनि जुन झलमल तिमी, आमा तिमी पूर्णिमा। आमा देख्दा सधैँ उज्यालो लाग्छ। आशीर्वाद तिमी 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 रकी, 9 लाख बत्ती तिमी, सारा ज्ञान विवेक वैभव चुली, आकाश धरती तिमी, माया वा ममता मता र समता, गन्तव्य पुग्ने गति, रोगीका मनरोग रोगहरूमा, आमा तिमी औषधि। आमा साँझ सबेर दुध थुनमा, चारा बचेर तिमी, लोरी गुनगुन गाउने सुर सुधा सङ्गीत धारा तिमी, साराका घरबार सारा सुखको गार्हस्थ्य सारा तिमी, साथै छौ तर छैन झै नजिकमा हे दूर तारा तिमी। धागो हौ सब वस्त्र वस्त्रहरूमा, पहिरन्छु पोसाकमा, पत्ता हौ सब फुल फुलहरूमा, फक्रन्छु फुल्दै ममा, बास्नादार बहार फरफर धुरी, सङ्कल्प सम्यक स्मृति, आमा अम्बरको अजम्बर कथा, आमा तिमी संस्कृति। तिर्खा टक्क अडिन्छ ग्रीष्म वनमा, तिर्खा टक्क अडिन्छ ग्रीष्म वनमा, आमा बगेको जल त्यही बर्खा माग्दछ मेघ झमझम झरी, आमा तिमी बादल त्यही बर्खा जब विघ्न पर्छ बटुवा, आमा तिमी ओत हौ के हो कारण कल्प वृक्ष जननी, संसारकी स्रोत हौ। भान्सा भोजन वा भतेरहरूमा भोकै बसे हौ कति, छोप्दै आँसु हजार दुःखहरूमा, कोठा पसे हौ तिमी, कुल्ची दुःख र दर्द आँट बटुली, चुल्ठी कसे हौ कति, यी सबै दुःख जान्दछन् त जननी, तिम्रा सबै सन्तति। कोही प्रीत प्रभात साँझ सुखमा, कोही बिना यो धुन, कोही भोज भतेर भोका अथवा, कोही स्वयं गुनगुन, कोही खातर खात माथि खटिया, कोही त अय्याहु। हे आमा कसरी कसिन्छ पिरती, सन्तान तिम्रै महु, कहिले गाँस भुलेर बासन भनी, कहिले हिँडे सुस्तरी, ओडी घाम र पूर्ण प्यास पसिना, खेप्दै पछौटे झरी। हे आमा विविधा विधा विविधता, विस्तार विस्तार यो, तिम्रै मार्गमा हिँड्छु हिँड्दछु सदा, तिम्रै मार्गमा हिँड्छु हिँड्दछु सदा, तिम्रै टिपी पाइलो, तिम्रै टिपी पाइलो। मैले आमालाई यसरी सम्झेँ, तर कहिलेकाहीँ घर जाँदा म मेरो आमालाई भन्ने गर्छु, कहिलेकाहीँ राजनीतिमा लगाएर ठुलो भाषण गर्छस्, पत्रकार भन्छस्, के भन्छस्, यो छोरा हुन्छ चाहिँ के भन्नुहुन्छ आमाले। अनि मैले मेरो आमालाई भन्छु, दुख्ने सबै दुःख दुखेर जान्छ, जाँदा उसैले सब दुःख लान्छ, यो देश तिम्रै सपना सगाल्छ, आमा नरो अब घाम लाग्छ। त्यो घाम लगाउने चाहिँ यो सबै चेलीहरू जो आफ्नो राजनीतिक पार्टीमा प्रतिबद्ध हुनुहुन्छ, आज सबै लगाइ उठाएर हात उचालेर समातेर एक ठाउँ बस्दिनु होला। महिलाको मुद्दामा हामी सब एक हुन्छौँ भन्नु होला, न ढाँटे भनौँ। तपाईँहरू कोही आफू खुसीले काङ्ग्रेस हुनुभएको छ, आफू खुसीले एमाले वा माओवादी वा मधेसवादी केही हुनुभएको छ, तपाईँहरूको श्रीमान जुन पार्टीमा तपाईँहरू अटोमेटिक त्यही पार्टीमा हो। जब सबैभन्दा पहिला तपाईँहरू आफूलाई लागेको ठाउँ आफै लाग्न पाउनुहुन्न नि, यो महिला दिवस मनाएर केही हुन्न। सिपाहीहरू पनि ठिकै भने नि मैले। त्यस कारणले तपाईँहरूको त्यो घरबाट त्यहाँबाट सुरु हुन जरुरी छ भन्ने मलाई लाग्छ। यति भने हिजो सबैको
दुःख एउटै थियो त्यो अन्धरात्रि सुख छोपिएको झुलको बिहानी प्रिय घाम आए त्यो घाम न्यानो सब मुस्कुराए दुख्ने सबै दुःख दुखेर जान्छ जाँदा उसैले सब दुःख लान्छ यो देश तिम्रै सपना सगाल्छ आमा नरो अब घाम लाग्छ। यति भने हामीले धेरै पढेका छौँ यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता। जहाँ नारीहरूको सम्मान गरिन्छ त्यहाँ देवता खुसी हुन्छन्। देवताहरू पनि राक्षस हुँदै आएको यो दुनियाँमा देवताको कुरा होइन मान्छे खुसी हुने कुरा गर्नुहोस्। एउटा छोराले आमाको गोडामा बिहान उठेर टाउको राख्न र आमालाई ढोक्दा गर्व गरेन भने बाबालाई ढोक्दा गर्व गरेन भने र भाइ बहिनीको तालुमाथि उसको मायालु हत्केला राखेन भने हाम्रो कुनै आदर्श र भाषणले समाज परिवर्तन हुन सक्दैन। हामी सबैले आफ्नै आमालाई ढोगौँ बहिनीलाई प्यार गरौँ छोरीलाई राम्रोसँग पढाउँ। पुरुष हुनुको नाताले मैले यति भने र बिदा मागेँ। धेरै धेरै धन्यवाद। नमस्कार। धेरै धेरै धन्यवाद।